रमाइलो भूतको कथा। कथा हो एउटा सानो गाउँ मोहनपुरको, जहाँ एउटा पुरानो र ठुलो घर थियो, जसलाई गाउँलेहरूले भूत बाबाको घर भन्थे। गाउँमा भनाइ थियो कि त्यहाँ एक भूत बस्छ जसको नाम हिरा भूत थियो। तर हिरा भूत कुनै साधारण भूत थिएन, ऊ त धेरै रमाइलो र शरारती भूत थियो। उसले गर्ने करतुतहरूले गर्दा ऊ गाउँमा निकै लोकप्रिय र सबैको मनपर्ने पात्र बनेको थियो। हिरा भूतको वास्तविक नाम हिरानाथ थियो। जीवित हुँदा ऊ धेरै हँसाउने, शरारती स्वभावको व्यक्ति थियो। उसलाई सधैँ मजाक गर्न र अरूलाई हँसाउन मन पर्थ्यो। मरेपछि पनि उसका बानीहरू गएका थिएनन्। अब ऊ भूत बनेर पनि मान्छेहरूलाई रमाइलो गराउँदै हँसाउँदै हिँड्थ्यो। हिरा भूतको सबैभन्दा मनपर्ने साथीहरू थिए गाउँका बच्चाहरू। जब बच्चाहरू भूत घरको नजिक जान्थे, हिरा कुनै न कुनै शरारत गर्थ्यो। कहिले झाडीमा लुकेर भो भन्थ्यो त कहिले अचानक देखा परेर फेरि गायब हुन्थ्यो। सुरुमा त बच्चाहरू डराउँथे, तर पछि थाहा पाउँथे कि यो त हिरा भूतको खेल हो जसले केही हानि गर्दैन, मात्र रमाइलो गर्छ। एक दिनको कुरा हो, गाउँका केही केटाहरूले भूत बाबाको घरमा रातभर बस्ने निर्णय गरे। उनीहरूले सोचे हिरा साँच्चीकै छ भने उसले रातभर केही न केही गर्ला। उनीहरू खाना पानी लिएर भूत घरभित्र छिरेर एउटा ठुलो कोठामा बस्न थाले। हिराले भने उनीहरूको योजना पहिले नै बुझिसकेको थियो। उसले सोचे, यसपटक केही नयाँ मजाक गरौँ। अनि चुपचाप आएर उनीहरूको खाना लुकाउन थाल्यो, कसैको कानमा गएर फुसफुसाउँदै भन्यो, म हिरा भूत हुँ। एकजना केटा डराएर चिच्यायो, भूत भूत, अनि सबैजना भाग्न थाले। तर हिरा हाँस्दै सामुन्ने आयो र भन्यो, ए नडराऊ, मजाक गरिरहेको नि। सबैजना हाँस्न थाले। उनीहरूले हिरालाई नजिकबाट भेटेर धेरै रमाइला कुरा गरे। हिराले आफ्ना भूतिया जिन्दगीका कथा सुनायो, कसरी ऊ गाउँलेहरूलाई हँसाउँछ। केही दिनपछि गाउँमा मेला लाग्यो। हिरालाई मेला मन पर्थ्यो। उसले सोचे, यसपटक मेलामा रमाइलो गर्नु पर्यो। अनि हिराले आफ्नो जादु देखाउन थाल्यो। झुला आफै चल्न थाले, मिठाईहरू उडेर बच्चाहरूको हातमा पुगे। सबैजना अचम्मित र रमाइलो मानिरहेको थियो। अन्त्यमा हिराले रमाइलो गर्दै मेलाको सबै बत्ती निभायो र अँध्यारोमा आफ्नो चम्किलो आकृति देखायो। केही क्षणको लागि डर लागे पनि तुरुन्तै ऊ हाँस्दै देखा पर्यो। डर नमान, म त हिरा भूत हो। त्यस दिनको हिराको रमाइलोले मेला अझै यादगार बनायो। सबै मानिस बालकदेखि वृद्धसम्म हाँस्दै रमाउँदै फर्किए। त्यसपछि त हिरा अब डर लाग्दो भूत होइन, रमाइलो भूतको रूपमा चिनिन थाल्यो। गाउँलेहरू हिरालाई अब साथी झैं हेर्न थाले र हिराको रमाइलो कथा पुस्तौं पुस्तासम्म सुनिँदै गयो।